अब हामी चाहिँ फुटबल खेल्न जाने होइन कहाँ जाने हामी फुटबल खेल्न हाम्रो मेन स्ट्राइकर हाम्रो गाउँबारीमा त गाउँ फाल्छ कहाँ गाउँबारीमा जाने हाम्रो विजयलाई 1 नम्बर 1-2टा ऊ देखाइदेऊ न देखाइदियो अर्को प्लेयर आयो हाम्रो यहाँ ल तिमी पनि हामी चाहिँ यहाँबाट ट्याक्क लगाएर हिँडेको फुटबल खेल्नलाई हाम्रो यहाँ अहिले कति बजी भन्दाखेरि यहाँ कति बजी अहिले ए 6 बज्न लाग्यो 10 मिनट बाइक छ 6 बज्न 10 मिनट बाइक छ हामी 2 घन्टा खेलेर आउँछौँ हाम्रो अर्को स्ट्राइकर आउँदैछ हाम्रो फेरि सबै स्ट्राइकर छन् मलाई चाहिँ डिफेन्स आइदियो खन् हाम्रो विनोद भाइ हो होइन भाइहरू भएर दाईहरूलाई दादागिरी धेरै हो भन्छन् होइन यिनीहरू फेरि यस्तै हो यिनीहरू र यहाँबाट फुटबल खेल्ने ठाउँ चाहिँ तपाईँको लाग्छ यहाँबाट 20 मिनट जति हिँड्दै जाने हो वार्मअप पनि हुन्छ ल हाम्रो एउटा कागटीको राजा लाग्यो नि त ए सपिङ गरेर आमा सपिङ ए कालिज गएर यार कागटी पनि गयो भनेर मान्छे कालिज भन्ने चाहिँ यहाँको सिटी हो कहाँ गएर यता नाचिरबाट मार्केट गएर कसले त कागटीमा गहना लाग्छ फेरि होइन कुरा चाहिँ आएको थियो उसैले भने हो म भोलि काँक्रो टिम जान्छु भनेको थियो उसैले त्यही भएर म चाहिँ भनेको होइन रहेछ अब के गर्नु म मेरो दोष होइन त्यसमा उसैले भनेको थियो घर चाहिँ चिटिक्क परेको क्या हाम्रोतिर धेरै सेक्सेर ट्याक्क आजको मौसम पनि बल खेल्न ठिक्क छ अहिले फेरि बेलुका पानी पर्न सक्छ यहाँ त यो यस्तो बादल फाटेछ नि त्यस्तो बादल फाटेको चाहिँ हेर्नु पानी पर्दैन किन अलिअलि पर्नु चाहिँ स्वाभाविक हो फेरि के पर्दैन हस् कोलेगा भनेको चाहिँ हो हेलो माई फ्रेन्ड भनेको है फेरि गाइज कोलेगा कति बेला छोलेगा भन्नु हाम्रो मार्केट जाने ठाउँ पनि यतैबाट है फेरि यहाँको घरहरू हेर्नुहोस् गार्डन हेर्नुहोस् न गार्डन रमाइलो ठाउँ छ रमाइलो सिटी नभए नि गाउँ भए नि गजब छ यहाँ बस्नको लागि वातावरण रमाइलो वातावरण छ यहाँ त्यो घरमा मान्छे बस्दैन रहेछ क्या हो हामीलाई बस्नु हुन्थ्यो होइन घरमा बस्न पाए छुट्टी हुन्थ्यो यस्तो कन्टेनर भन्दा हाम्रो भाइलाई चाहिँ कन्टेनर बस्न मन लागेन होइन किनकि त्यहाँ फ्रिज पनि एउटालाई होइन 3जना पानीमा चाहिँ एउटा फ्रिज 3जना मात्रै हो एउटा तल्ला 3जनालाई हाम्रो 4जनाको हो हजुर 4जनाको छ अनि त्यही भएर घरमा बस्न पाइन्छ होला घर है तर यहाँ अब एजेन्सीको खेल हुन्छ नि त्यहाँ फेरि अस्ति तिर्नु भएपछि अलि राम्रो राख्नु नि
600 मा काठमाडौँमा राम्रो राम्रो फ्ल्याट आउँथ्यो यार हेभी फ्ल्याट आउँदैन 600 मा नि भाइले यहाँ 600 मा काठमाडौँ भिआइपी फ्ल्याट दिलाउँछ है अब कुनै वर्षपछि ए यहाँको 600 यार यहाँको 600 त भन्दैछु त आउन त आउँछ नि 14,000 मा हाम्रो मेरो साथी यस्तो राम्रो फ्ल्याटमा बसिराख्ने कहाँ 14,000 600 को त कटो त 21-22,000 पुग्यो त भोलि टिम पुग्यो काठमाडौँमा भिआइपी टिम पुग्यो कस्तो टिम खेलाडी टिम खै पुगे नि खेल्ने नपुगे नि खेल्ने तर उहरू गएछ नि कोलम्बियनहरू बलिएर गइसक्यो त खेलायो खेल्ने नखेल्ने केही मतलब हुँदैन कि खेल्ने गर्छ भन्ने छैन त्यहाँ गएपछि मन स्याउ खोलेछ स्याउ यहाँ चाहिँ पुरै बगानै है फेरि आरू पनि फेरेको छु ऊ त्यहाँ आरू यहाँ बकुल्लाको खेती नि हुन्छ गाजर बकुल्ला यहाँ चाहिँ लोकल कुखुरा पनि पाइन्छ 50 जुलिएटी पर्छ लगभग नेपालीमा 2000 चेरी यसरी फले हुन्छ यो चाहिँ मिठो खाले चेरी हो फेरि अहिले खाएको चाहिँ अलि नमिठो खाले हो यहाँ त चोर्नु पाइँदैन यो चाहिँ चोरे है यहाँ त बेच्न राख्छ उयो इँटा चाङ्ला हो एउटा चोरे एउटा है मिठो हामी चाहिँ मार्केट यहाँ आइपुग्नु छ त्यहाँबाट हिँडेर आज यहाँ फेरि केटाहरूको बारबिक्यू भइरहेको छ यो नि हाम्रै कम्पनीका होस्टेलमा बस्ने केटाहरू अर्कै एजेन्सी हाम्रो चाहिँ मार्केट यही हो मार्केट हाम्रो आइतबार पुरै बन्द हुन्छ शनिबार खुल्छ 9 बजीसम्म आइतबार चाहिँ पुरै बन्द हुन्छ आइतबार चाहिँ यहाँको पब्लिक होलिडे नै हो यो गाडी किन्ने यहाँ यो गाडी चाहिँ बेच्नु राखेको फेरि नम्बर सम्बर राखेको हुन्छ त्यहाँ यतिको गाडी यहाँ त तपाईँको यो 4000 यहाँको यो ब्राउन यो के कलर हो यो भन्ने नाइन यार ग्रे कलरको मार्केट हो हाम्रो केटा मेरो केटा त गइसक्यो यार फास्ट हिजो कति घन्टा भयो काम काम यस्तो हुन्छ 14 घन्टा कहिले 15 घन्टा उनीहरूलाई फेरि ब्रेक पनि आधी घन्टा हुन्छ लोड अनलोड गर्नु पर्यो त्यही भएर धेरै आउँछ होला त्यसो सामान के गरेको दाइ अस्ति आउँदा केही थिएन यहाँ त अहिले बच्चाहरूले खेल्ने ठाउँ बनाइदिएको छ यहाँ बार सार लगाएर बार त लगाएर हुन्छ यस्तो छ बच्चाहरूको लागि पार्क बनाएको साथीहरूलाई बोलाउनु नि फोन गरेर यस्तो रमाइलो छ होइन आइहाल्छ नि आज चाहिँ रमाइलो रहेछ है यहाँ बच्चाहरूलाई खेल्नको लागि गजब बनाएको
तोरी भाइ कस्तो मजाले खाँदा तोरी हाम्रो फुटसल चौर पनि आउन लाग्यो आज खेल्न पाइन्छ बाहिर फेरि बच्चाहरू खेला खान् कि छैन खेल्न पाइन्छ यता बार सार लगाएर अहिले मजाले घाँस काटेर अहिले यिनीहरूले फेरि यहाँ के खेल्छन् यो डल्लो डल्लो म त बुझ्दैन यिनीहरूलाई खुब रुचि हुँदो रहेछ त्यसमा खेल्नलाई सबै म्याच परिरहेको छ आज त्यसो डल्लो ट्वाङ नानी त्यहाँबाट सानो हुन्छ यहाँभित्र चाहिँ जिम खेलकुदको दिवस लगभग सबै छ हाम्रो फुटसल ग्राउन्ड आइयो यही हो अनलाई के छ नामहरु भन्नु यो चाहिँ हाम्रो फुटसल ग्राउन्ड यहाँ भ्लगरले बलले नानु न अहिले एकछिन ल यहाँ हाम्रो खेलाडी रेडी हुँदैछ नि है हाम्रो नाम के पऱ्यो भाइको सुमन हजुर मेरो नाम चाहिँ चालबाज यस्तो हो नि हाम्रो खेलाडीहरू फेरि ल यसको नाम यस्तो हो फेरि रेडी हुँदैछ नि रमाइलो है फेरि कोलम्बियन कोलम्बिया सपोर्टर गोल नेपालले गोल हानेको छ हाम्रो नेपाली टिम ब्लग फेमस हुने भइगयो